हामी किताब पढ्छौँ वास्तविकताबाट भाग्न होइन, रगत र पसिना बग्नु अघि नै वास्तविकताले बुझ्न। किताब एउटा मौन गुरु हो, न ऊ कराउँछ न आदेश दिन्छ, तर उसले हाम्रो संसार हेर्ने दृष्टि बदलिदिन्छ। गल्ती गर्नु अघि नै किताबले सचेत गराउँछ। सबैजना बोल्ने यो संसारमा किताबले सोच्न सिकाउँछ। यसले चुलबुले मनलाई शान्त पार्छ, छरिएका विचारलाई अनुशासित गर्छ र सतही दिनहरूलाई गहिराइदिन्छ। किताब समय यन्त्र हुन्, शहीदहरूका ज्ञान जिउँदो हातसम्म ल्याइदिन्छ। किताब बिना ज्ञान हरेक पुस्तामा शून्यबाट सुरु हुन्छ। किताबबाट मानवको सम्झना दिलाउँछ। किताबले केवल जानकारी दिँदैन, दृष्टिकोण दिन्छ। अव्यवस्थामा धैर्य, अनिश्चिततामा स्पष्टता र कमजोर मनलाई साहस र आत्मविश्वास दिलाउँछ। पढ्ने मानिसले धेरै जीवन, धेरै मस्तिष्क र धेरै युद्ध जित्न सक्दछ आफ्नो जीवन नगुमाई। हतियारले क्षणभर इतिहास बदल्छ, किताबले सधैँका लागि मन बनाउँछ। त्यसैले हामी किताब पढ्छौँ धेरै जान्न होइन, धेरै बन्न।